ल है त अब आज हामी यसो टोकियो घुम्न जाँदैछौँ। मिनी भ्लग सम्झेर हेरिदिनु होला है त। हो ल म चाहिँ अब सेतो सर्ट लाउँदैछु, टी सर्ट भनौँ। यसपछि कालो ज्याकेट नि लाउनु बाँकी नै छ। यसो प्यान्ट पनि लगाइदिउँ हल्का बेलीमा। यसो औँठी लाम यो के हो यसो लाउनु पऱ्यो नि कहिलेकाहीँ। मोजा लगाएको नि देखाइदिएँ है ल मैले चाहिँ। कपाल अब बल्ल बल्ल लामो लामो बनाएको छु, यसो पालिदिएको नि। ल भन्दै थिएँ मैले अघि ब्ल्याक ज्याकेट लगाइदिएँ है त। कस्तो देखिरहेको छ यसो कमेन्ट गर्न नबिर्सिनु होला। ल है ल ल होइन त भाइ। हो त ल चस्मा त मैले नेपालबाट आउँदा ल्याएको थिएँ। पर्फ्युम चाहिँ फेरि जाराको भाइ, हल्का अलिकति मिठो बास्ना आउँछ, त्यही भएर चाहिँ म जाराकै लाउने गरेको छु। जहिले डिफ्रेन्ट चेन्ज गरी लाउँछु म चाहिँ। जुत्ता चाहिँ फेरि ठ्याक्क छिराउनेवाला लाउँछु है म चाहिँ, फेरि सजिलो हुनलाई। ल यो चाहिँ जाम भयो क्या। ल साथीलाई नि भेट्यो, अब दुईजना भएपछि त झन् रमाइलो। ल ट्रेन त कति छिटो गएको हो यो। यस्तो गर्नु चाहिँ एकदम नराम्रो हो भनेर मैले हालिदिइहालेँ, गर्नुहुन्न। आज सन्डे भएर होला नि, कति प्याक होइन भाइ। हो त अब चाहिँ म भाइलाई भेटेँ होइन त, कस्तो भेटियो। भेट्यो आज चाहिँ सँगै छौँ हामी। ल अब जाउँ भन्दैछु म चाहिँ। त्यहाँ भाइले के भन्दै थियो बर्थडे बनाउँदा। आहा यो कति राम्रो गाडी हो। यसपछि चाहिँ अब पार्ट 2 को लागि कसैलाई चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु है। दामी छ झन् यसपछि त। ल बाई।